सोचौं त, जब देशको नेतृत्व कुनै परम्परागत राजनीतिज्ञले होइन, एक इन्जिनियरले गर्छ भने के हुन्छ? आज हामी यस्तै एउटा खाकाको विश्लेषण गर्दैछौं, जहाँ विकासको आधारशिला राजनीति होइन, बरु इन्जिनियरिङको ठोस सिद्धान्तमा आधारित छ। यो मोडेलले नेपालको लागि के अर्थ राख्न सक्छ? आउनुहोस् यसैबारे चर्चा गरौँ। आजको हाम्रो विश्लेषण खास गरी यी 5वटा मुख्य क्षेत्रहरूमा केन्द्रित हुनेछ। पहिलो, कसरी एक इन्जिनियर नेतृत्वमा आए। दोस्रो, कसरी ढिलासुस्तीको संस्कृतिलाई अन्त्य गर्ने योजना छ। तेस्रो, नेपालको लागि एउटा डिजिटल भिजन कस्तो छ। चौथो, कसरी एउटा आधुनिक नेपाल निर्माणको परिकल्पना गरिएको छ। र अन्त्यमा, पुरानो र यो नयाँ कार्यशैली बीच आखिर के भिन्नता छन् त? ल, सबैभन्दा पहिले त यो बुझौँ कि नेतृत्वमा भइरहेको आधारभूत परिवर्तन आखिर हो के। यो केवल पदमा को आयो भन्ने कुरा मात्रै होइन, यो त एउटा देशलाई कसरी चलाउने भन्ने सोचमा नै आएको एउटा ठूलो परिवर्तनको सङ्केत हो। जब समस्याहरूलाई राजनीतिक आँखाले होइन, बरु एउटा इन्जिनियरको जस्तो संरचनात्मक र प्रणालीगत दृष्टिकोणबाट हेरिन्छ, तब समाधानहरू पनि स्वभावैले फरक र मौलिक हुन्छन्। बालिन शाहको दृष्टिकोणलाई मूलतः टेक्नोक्राटिक वा प्राविधिक शासन भन्न सकिन्छ। अब यो शब्द सुन्दा अलि भारी लाग्ला, तर यसको अर्थ एकदमै सरल छ। यसमा निर्णय गर्ने ठाउँमा बसेका मान्छेहरू कुनै राजनीतिक पार्टीको आधारमा होइन, बरु त्यो क्षेत्रमा उनीहरूको प्राविधिक ज्ञान र विशेषज्ञताको आधारमा छानिएका हुन्छन्। यहाँ प्राथमिकता राजनीतिक विचारधारालाई होइन, समस्याको प्राविधिक समाधानलाई दिइन्छ। त्यसो भए जब एक इन्जिनियरले नेतृत्व सम्हाल्छ, उसको पहिलो नजर कहाँ पर्छ होला? हो, त्यही जहाँ काम अड्किरहेको छ, जहाँ अक्षमता छ र जहाँ वर्षौंदेखि ढिरासुस्तीको संस्कृतिले जरा गाडेर बसेको छ। यो संस्कृतिलाई तोड्न एउटा 3 चरणको रणनीति अघि सारिएको छ। पहिलो, जसलाई प्रतीकात्मक रूपमा रुखमा बाँध्ने नीति भनिएको छ, भनेको समयमा काम नसक्ने ठेकेदारहरूलाई कडा कानूनी र आर्थिक जरिवाना लगाउने। दोस्रो, देशका गौरवका आयोजनाहरूमा जग्गा अधिग्रहण जस्ता कुरालाई डिजिटल प्रणालीमा लगेर कामलाई द्रुतगतिमा अघि बढाउने। र तेस्रो, शहरी क्षेत्रहरूमा एकै ठाउँबाट सबै तार र पाइप लैजाने युटिलिटी टनल बनाउने, ताकि एकचोटि बाटो बनेपछि बारम्बार खन्नै नपरोस्। अब बाटो र पुल बनाउने कुरा त भयो, तर त्योभन्दा पनि गाह्रो हाम्रो कर्मचारी तन्त्र र सरकारी प्रक्रियामा रहेको जटिलतालाई कसरी सुधार्ने हो। यहाँ पनि इन्जिनियरिङ सोच नै लागू हुन्छ। योजना भनेको हरेक कुरालाई डिजिटलाइज गर्ने हो, जसले त्यसको पूर्वाधार विकासको एउटा डिजिटल ट्विन वा भनौँ डिजिटल प्रतिरूप तयार पार्छ। यसमा घर बनाउने इजाजत अनलाइनबाटै दिने प्रणाली, इन्जिनियरहरूका लागि अनिवार्य डिजिटल हस्ताक्षर र सबै आयोजनाहरूको प्रगति सबैले हेर्न मिल्ने गरी सार्वजनिक ड्याशबोर्डहरू समावेश छन्। लक्ष्य एकदमै स्पष्ट छ, घुसखोरी र भ्रष्टाचारलाई शून्यमा झार्ने र हरेक कामको स्पष्ट हिसाब किताब राख्ने। तर यो भिजन खालि नयाँ संरचना बनाउनमा मात्र सीमित छैन है। यो त देशको हरेक पाटो, चाहे त्यो हाम्रो प्राचीन सम्पदा होस् वा आधुनिक ऊर्जा प्रणाली, सबैमा इन्जिनियरिङको सिद्धान्त लागू गर्ने बारे हो। यो चाहिँ साँच्चीकै एउटा गजबको अवधारणा हो। हाम्रो अमूल्य सम्पदाहरूलाई जोगाउने, तर सिमेन्टले पोतेर होइन, बरु तिनकै परम्परागत सामग्री प्रयोग गरेर, तर आधुनिक भूकम्पीय प्रविधिले तिनलाई बलियो बनाउने। यसलाई हेरिटेज इन्जिनियरिङ भनिन्छ, जसले हाम्रो विगतलाई भविष्यको लागि सुरक्षित राख्छ। यसले ऊर्जालाई हेर्ने हाम्रो दृष्टिकोणमा पनि ठूलो परिवर्तन ल्याउँछ। अहिलेसम्म हामी बिजुली बेच्ने कुरा गर्थ्यौं, तर अबको सोच हो त्यो बिजुली आफ्नै देशका उद्योगहरूलाई दिएर आर्थिक शक्ति निर्माण गर्ने। यसका लागि प्रसारण लाइनलाई आधुनिकीकरण गर्ने र बन्द भएका कारखानाहरूलाई फेरि कसरी चलाउन सकिन्छ भनेर इन्जिनियरिङ अडिट मार्फत पत्ता लगाउने योजना छ। हामी फोहोर र पानी जस्ता समस्यालाई सधैँ सामाजिक वा राजनैतिक मुद्दाको रूपमा हेर्छौं, तर एक इन्जिनियरको आँखाले हेर्दा यी पनि प्राविधिक चुनौतीहरू हुन् जसको इन्जिनियरिङ समाधानहरू छन्। जस्तै फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टहरू बनाउने वा नदीहरूलाई वैज्ञानिक तरिकाले पुनर्स्थापना गर्ने। ल, यति सबै कुरालाई सँगै राखेर हेर्दा यो नयाँ र पुरानो दृष्टिकोण बीचको भिन्नता वास्तवमा कस्तो देखिन्छ त? आउनुहोस् एउटा तुलना गरौँ। यो तालिकामा स्पष्ट देखिन्छ, हरेक मुख्य क्षेत्रमा एउटा ठूलो परिवर्तनको सङ्केत छ। ठेकापट्टामा राजनीतिक भनोछुनको सट्टा अब योग्यता र प्रविधिमा आधारित प्रणाली। शहरी योजना हचुवाको भरमा होइन, तथ्याङ्कमा आधारित। सम्पदालाई सिमेन्टले टालटुल गर्नुको सट्टा वैज्ञानिक संरक्षण।
र जवाबदेहिताको कुरा गर्दा बारम्बार म्याद थप्ने छुट दिनुको साटो कडा सजाय र कालो सूचीको व्यवस्था। यो भनेको राजनीतिक प्रणालीबाट डाटा आधारित जवाफदेहिता केन्द्रित मोडलतर्फको यात्रा हो। यसले हामीलाई एउटा अन्तिम तर निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। के एउटा प्राविधिक र इन्जिनियरिङमा आधारित खाका मात्रै देशको भविष्य निर्माण गर्न पर्याप्त छ? यो महत्वाकांक्षी प्रयोगले के सिङ्गो देशको लागि एउटा नयाँ बाटो कोर्न सक्ला? यो प्रश्नले भविष्यको राजनीति र विकासको बहसलाई पक्कै पनि एउटा नयाँ